हरूमा र हिँड्न गाह्रो बनाइ जान्छ जिन्दगी। कोलमा पिसिएको उखुको खोस्टा जस्तो जिन्दगी अझै रस निस्किन्छ कि भनी कोलुको पेलाइ सही बस्छ र आफ्नै अनुहारभरि झिगा पाली बस्छ जिन्दगी। डेक्चीमा खादिएर सुकाएको सिन्की जस्तो जिन्दगी, डेक्चीमा खादेर सुकाएको सिन्की जस्तो जिन्दगी। 2-4 हप्ता बेसी राखे बस्ती नै गनाइ जाने अमिलो ढुसी परेको जिन्दगी। कुनै हाट बजारको धनियो जस्तो जिन्दगी, कुनै हाट बजारको धनियो जस्तो जिन्दगी। आफ्नो खुदको मूल्य छैन र पनि तरकारीको महँगाई बढाइदिन्छ साला जिन्दगी। चौतारीको बरको रूप जस्तो जिन्दगी, चौतारीको बरको रूप जस्तो जिन्दगी। आउने जाने बटुवाको भोक प्यास र थकाइ बाहेक खासै कुनै अर्थ छैन जिन्दगी। भिटेनको काँधमा सिउरिएको बिजुली चुरटको खिल्ली जस्तो जिन्दगी, भिटेनको काँधमा सिउरिएको बिजुली चुरटको खिल्ली जस्तो जिन्दगी। हर 1 घण्टामा तल तल नलागुन्जेलको आयु बाँचेको छ जिन्दगी। मलामीले फालेको टिला जस्तो जिन्दगी, आफैले कमाएको मूल्यको बही खाता हेर्न नपाई मरेको मान्छेको नियति हो जिन्दगी। म जिन्दगीलाई जिन्दगी नै सम्झेर बाँच्न खोज्छु, म जिन्दगीलाई जिन्दगी नै सम्झेर बाँच्न खोज्छु। जिन्दगी कहिले धनिया बनेर बजारमा डुल्छ, कहिले चुइङ्गम बनेर खुट्टामा टाँसिन्छ, कहिले चुरटको खिल्ली बन्छ र उडी जान्छ हावाहरूमा। मलाई जिन्दगी जिन्दगी नै सम्झेर जिन्दगीभरि जिउन मन थियो, मलाई जिन्दगी जिन्दगी नै सम्झेर जिन्दगीभरि जिउन मन थियो। जिन्दगी स्वयं समयलाई नै पत्तो नदिएर डेक्चीमा खादिएर वाङ वाङ्ती बनाइरहेको साला जिन्दगी। लोक सेवा शिक्षक सेवा आयोग तथा विभिन्न ब्याङ्कहरूको अनलाइन फारम भरिने, देशैभरिका चर्चित लेखकहरूका नयाँ तथा पुराना पुस्तक पाइने, खेलकुद तथा स्टेसनरी सामग्री सुपथ मूल्यमा उपलब्ध गराइने, सुदूरपश्चिम प्रदेशको सबैभन्दा विश्वसनीय स्थान समर्पण पुस्तक पसल धनगढी कैलाली। धनगढी रङ्गशालाबाट 100 मिटर पूर्व केएमसी जाने बाटोमा सेवाको मौका अवश्य दिनुहोला।